हजुरको हातमा हामी सुम्पन छौं। रिबन काटेर चाबी खोलेर हामी भित्र प्रवेश गर्छौं। हामी प्रवेश गरिरहँदाखेरि प्रभु तपाईको महिमा होस्। तपाईले आफ्नो अनुहार हामीमाथि चम्काउनुहोस् ताकि साँच्चै नै हामी सबैजना यी साक्षी बनिरहँदाखेरि यहाँ उपस्थित भइरहँदाखेरि हामी आशीषित बन्न सकौं। अब पिता परमेश्वरको हातमा, पुत्र परमेश्वरको हातमा, पवित्र आत्मा परमेश्वरको हातमा यो बाबालाई सुम्पँदै हामी सबै मिली प्रार्थना गर्छौं यीशु ख्रीष्टको नाममा। अहिले म विशेष गरी यो भवनको रिबन काट्नेछु। त्यस पछाडि म फेरि छोटो प्रार्थना गरेर आजको चाबी चाहिँ म प्रार्थना गरेर पास्टरले दिन्छु। पास्टरले खोल्नुहुनेछ। परमेश्वर पिता, अब यो चाबी यहाँको गोठालो जो पास्टरले खोल्दै हुनुहुन्छ, तपाईँ रोगको सहायता गर्नुहोस्। यो ठाउँलाई आशिषले भर्नुहोस्, आफ्नो महिमाले भर्नुहोस् ताकि परमेश्वर यहाँबाट सब तपाईँको महिमा होस्। प्रार्थना बिन्ती यीशु ख्रीष्टको नाममा आमेन। चाबी दिनुहोस्। हामी खोल्नुहोस्। ताली बजाइदिनु मलाई। हामी सबैजना शरीरको भाग चाहिँ परमेश्वरको महिमाका लागि हामी प्रयोग गर्दैछौँ। हामीले थाहा छ कुनै पनि किसिमले यो भवन अरू कार्यको निम्ति हामी प्रयोग गर्दैनौँ। जस्तै एउटा मण्डलीमा विभिन्न राजनीतिक आशा राख्ने व्यक्तिहरू हुन्छौँ। हामी सबै पनि राजनीतिक आशा राख्नुको लागि